नेपाली फुटबलर विमल घरती मगरको बहिनी मनिषाको आफ्नै प्रेमी आशिष अर्थात रुद्र नारायण चौधरीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले निष्कर्ष निकालेको छ। मनिषा हत्यामा आशिष चौधरी संलग्न रहेको निष्कर्ष निकाल्दै प्रहरीले सरकारी वकिल मार्फत जिल्ला अदालतमा सोमबार जान मुद्दा दायर गरेको छ। घटनास्थलका प्रमाण र अनुसन्धानका आधारमा सरकारी वकिल मार्फत अदालतमा जान मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक रमेश चौधरीले जानकारी दिनुभयो। कहिले पुग्नु सर? अनि के सर यो निष्कर्ष अब आशिष नै हो भन्ने चाहिँ के हो? मतलब प्रहरीको दाबी माग त के छ सर खासमा? नवलपरासीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार घटनास्थलबाट बरामद भएका सिसाका टुक्रा, घाँटीमा लागेको पासो अर्थात कपडा, मनिषाको च्यातिएको भित्री वस्त्र, मोबाइल कुराकानी, मेसेज लगायतका प्रमाण अदालतमा पेश भएका छन्। मतलब त्यो प्रमाणको रूपमा हामी के पेश गरेको छ? जस्तो अब आशिष नै हो भन्ने किसिमको त्यस्तो केही प्रमाणहरू, एकदम बलिया प्रमाणहरू त्यस्तो केही भेटियो छ? त्यो के छ? मनिषा मृत्युको बारेमा अनुसन्धानका लागि आशिषको पोलिग्राफ परीक्षण भएको थियो। अभियुक्तको बयान साँचो वा झुटो पत्ता लगाउन गरिएको पोलिग्राफ परीक्षणमा भने आशिषको बयानमा मनिषाको हत्या आफूले नगरेको भन्ने सही पाइएको प्रहरीले जनाएको थियो। पोलिग्राफ मात्रै सबै होइन, प्रहरी निरीक्षक सापकोटाले भन्नुभयो त्यो पनि एउटा प्रमाण मात्रै हुन सक्छ, तर हामीले हत्यामा आशिषलाई नै ठहराएका छौं। पोलिग्राफलाई त अदालतले पनि मान्यता दिन्न क्या र? भनेको यहाँको निष्कर्ष चाहिँ अब आशिष चौधरी नै हो यसको मतलब मुख्य अब अभियुक्त भनिने छ। हजुर, भनेपछि अब अदालतले अब फैसला पनि बल्ल त्यसको डिसिजन हुने भयो। गएको जेठ 12 गते घरमै मनिषाको रहस्यमय रूपमा ज्यान गएको थियो। उनका प्रेमी आशिषलाई अर्को दिन बिहानै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।